पुलिस प्रशासनमाथि पनि प्रश्न गर्ने, किन नगर्ने भन्दा अहिलेसम्म कसैले गरेकै थिएन। किन गरेको थिएन भन्दा पुलिस प्रशासनको पनि हैन भित्र पनि भ्रष्टाचार हुन्थ्यो, भ्रष्टाचार गरेको थियो। जसले प्रश्न गर्नुपर्ने हो त्यो व्यक्तिहरूले पनि भ्रष्टाचार गरेको थियो, उसको पार्टीले गरेको थियो। त्यही भएर एकअर्कासँग मिलेर बसेको कारणले एकअर्का गरेको थिएन भन्ने स्थिति थियो। हेर्नुहोस्, आर्मीमाथि प्रश्न गर्ने, किन नगर्ने भन्दा अहिलेसम्म कसैले गरेकै थिएन हैन। यदि कसैले गर्यो भने पनि उसको हिस्ट्री खोतलेर तपाईँ त यो भन्नु उसलाई नाङ्गो बनाउँथ्यो। त्यही भएर तैँले पनि लुटिस् मैले लुटेँ भन्ने खालको एउटा स्थिति थियो हैन। त्यो सर्वोच्च अदालतमा होस् चाहे त्यो जहाँसुकै होस् अख्तियारमा होस् त्यो स्थिति थियो। त्यो स्थितिको बिचमा चाहिँ खङ्ग र सुनारले हैन जसरी माथि प्रहरीको चाहिँ पुस्तक लगायतमा जसरी चाहिँ एउटा घोटाला भयो भनेर आयो, त्यो प्रतिवेदन लिएर जाँदाखेरि समाज दुई ध्रुवमा गयो। हेर्नुहोस्, एउटाले तुच्छ तरिकाले एउटा दलितको बच्चाले चाहिँ ठाउँ पाएको ठुलो कुरा गरो हैन, अर्कोले चाहिँ औकातभन्दा बढी बोल्यो, औकातभन्दा ठुलो मुद्दा बोक्यो लगायतको कुराहरू भयो भने एकतिर ठिक हो। हामी नै भन्छौँ पुलिस चाहिँ 100 रुपियाँ बिक्छ, 200 मा बिक्छ हैन। देशमा भागै त्यस्तो छ। मुनिको माथिको सबै पुलिस भन्नु खोजेको होइन। माथिल्लो लेभलको चाहिँ जहिले पनि उनीहरू चाहिँ एउटा लेभलभन्दा माथि जानुपर्ने। मुनिको चाहिँ किन जागिर छोड्दैछ, किन बढीभन्दा बढी चाहिँ पुलिस आर्मी चाहिँ जागिर छोडेर बाहिर जाँदैछ सिपाहीहरू, जे पाउनुपर्ने सुविधा नपाएर हो भन्ने खालको हामी त्यो खालको प्रश्न आयो। हेर्नुहोस्, र मलाई किन चाहिँ खुसी एकदमै लाग्यो भने सुरुमा जसले चाहिँ खग्द सुनारको प्रश्नमा हैन तपाईलाई उसको चाहिँ आलोचना सहितको भिडियो बनाउँदै थियो, अहिले बिस्तारै त्यो समाजहरू उसको पक्षमा बोल्दैछ। हेर्नुहोस्, हाम्रो चेतना अब राम्रो तरिकाले जाँदैछ है। जसलेसुकै प्रश्न उठाओस् तर ठिक प्रश्न उठाउँछ भने त्यो कुरामा साथ दिनुपर्छ भनेर नेपालको बुद्धिजीवी बौद्धिक वर्ग चाहे युट्युबर होस् कोही पनि होस् सबैजनाले एउटा राम्रो तरिकाले एउटा लोजिकल ढङ्गले चाहिँ यो कारणले चाहिँ ऊ ठिक हो हैन। त्यो जुन चाहिँ एउटा छानबिन आयोग त्यो बनाउँछ त्यसको कामै नै त्यही हो भनेर जसरी एउटा अहिले समाज चाहिँ हैन आलोचना समालोचना भन्दा पनि कसैको पक्ष विपक्षमा भन्दा पनि निष्पक्ष भएर चाहिँ हैन आफ्नो तर्कहरू राखेको देख्दा एक प्रकार खुसी पनि छु। हेर्नुहोस्, म आफै पनि भिडियो किन म ढिलो बनाएँ भन्दै गर्दाखेरि खगेन्द्र सुनारले जुन लेभलको नेता हो, जुन एउटा समुदायको भित्रको एउटा चाहिँ ऊ आगो हो, ज्वालामुखी हो, त्यो व्यक्ति माथि आइसकेपछि रविको हनुमान जस्तो भएको देख्दा चाहिँ मलाई एकदमै दुःख लागेको थियो। होइन भने हामीले धेरै नै सपोर्ट गरेको। हेर्नुहोस्, किन उहाँ जतिको मान्छे माथि आउनुपर्छ, किनभने उहाँको समस्या उहाँले मात्रै हल गर्नुहुन्छ। महिलाको समस्या चाहिँ एउटा पुरुषलाई राखेर चाहिँ पुरुष आयोग भनेर हुँदैन नि। महिला आयोग भन्ने पुरुषमाथि राख्ने, दलित आयोग भन्ने बाहुन राख्ने हैन, तपाईँलाई त्यसरी मिल्दैन थियो भन्ने थियो। हेर्नुहोस्, त्यसो हुँदाखेरि खगेन्द्र सुनारले जुन चाहिँ मुद्दा उठाउनु भयो यसको पक्षमा हो म। हेर्नुहोस् हैन, छानबिन हुनैपर्छ, अझै पनि छानबिन आएकै छैन। हेर्नुहोस्, अझै त्यो कुरा डिपमा गएर उनी भएको छैन अनि यो आउनुपर्छ बाहिर। हेर्नुहोस्, यो आउनै पर्थ्यो र खगेन्द्र सुनारको पक्षमा जसरी एउटा समाज बिस्तारै फर्केर देखे पोजिटिभ ढङ्गले हैन एउटा निष्पक्ष भएर आएको देखे हो। यो खोजेको समाज हो हामीले, यो खोजेको समाज हो हामी र खगेन्द्र सुनार पनि यही आशा गर्छौँ। हेर्नुहोस्।